आज चाहिँ टुडे इज फ्राइडे अ गुड फ्राइडे एन्ड आज फ्राइडेको दिनमा चाहिँ मैले चाहिँ युरो युएसटीको चाहिँ ट्रेडिङ को जुन मैले लिएको जुन सेटअप छ त्यो चाहिँ देखाउनेवाला छु सो ओके लेट्स गो नाउ लेट्स गो टु हाई टाइम फ्रेम ओके ओके सो एन्ड हाई टाइम फ्रेममा गएर हेर्ने भने चाहिँ योभन्दा माथि लिक्विडिटी ग्राफ गर्न सकेको छ प्लस अब यो लिक्विडिटी हन्ट गर्न सक्छ प्लस यो लिक्विडिटी हन्ट हुनसक्छ राइट सो द स्ट्रक्चर इज बियरिस है त स्ट्रक्चर के छ हामीसँग बियरिस छ है त म देखाइदिन्छु हाम्रो स्ट्रक्चर के छ हाई लो हाई लो हाई लो हाई के छ हाम्रो बियरिस छ राइट एन्ड हल्का सानो पुलब्याक चाहिँ यहाँबाट आउन सक्छ राइट सो यो चाहिँ हाम्रो के भयो त ओभरअल डाइरेक्सन भयो दिस इज द ओभरअल डाइरेक्सन एउटा म्याक्रो वेज कहाँसम्म जान सक्छ बट इट डजन्ट मिन कि हामी जहिले पनि सेलिङ नै हेर्नुपर्छ राइट बिकज यस्तो पुलब्याक आउँछ पुलब्याक डेलीको पुलब्याक भनेको 5 मिनटमा एकदमै ठुलो हो है सो नाउ आई गो टु 4 आवर्स र 4 आवर्समा मैले स्ट्रक्चर हेरिरहेको छु र स्ट्रक्चर हेर्ने भने के छ लोवर लो आरआई गरेर छ अब के छ भन्दाखेरि चाहिँ हजुर यहाँ देख्न सक्नुहुन्छ 4 आवर चार्टको पिओआई राइट यो चाहिँ हामीसँग के छ 4 आवर चार्टको पिओआई जुन चाहिँ म यसलाई मार्कआउट गरिदिन्छु राइट सो यो चाहिँ 4 आवरको पिओआई अब 4 आवरको पिओआई कहाँसम्म जान सक्छ 4 आवरको एफइजीसम्म राइट कहाँसम्म जान सक्छ 4 आवरको एफइजीसम्म जुन चाहिँ हाम्रो सेलिङ एरिया छ राइट सो यहाँबाट चाहिँ सेलिङ आउन सक्छ नाउ हामीले त 4 आवरमा इन्ट्री गर्ने होइन हामीले इन्ट्री गर्ने 1 आवर चार्ट टाइम फ्रेममा नाउ फाइनली 4 आवर चार्टमा छ 4 आवरमा भनेपछि यहाँनिर 1 आवरमा रिफाइनिङ गर्नु पऱ्यो हामीले ओके रिफाइनिङ गरौँ रिफाइनिङ गरेर हेर्ने भने यहाँदेखि यो लेभलसम्म छ हाम्रो 1 आवरको पिओआई ओके यहाँ 1 आवरमा हेरिसकेपछि अब हामीले के जानु पऱ्यो इन्ट्रीको लागि हामी 50 मिनट चार्टमा जानु पऱ्यो हाम्रो टार्गेट कहाँसम्म छ यो लेभलको एरियासम्म जुन चाहिँ हाम्रो यो अर्डर बाकेन एफइजी छ यो लेभलसम्म हाम्रो टार्गेट छ है त नाउ आई गो टु 50 मिनट चार्ट एन्ड 50 मिनट चार्टमा गएर हेर्ने भने चाहिँ यहाँ के छ हाम्रो ग्याप छ राइट विच इज हाम्रो भल्युम सरी हाम्रो ग्याप इम्ब्यालेन्स छ है यहाँनिर चाहिँ म मार्कआउट गरिदिन्छु यो चाहिँ हाम्रो 15 मिनट चार्टको एफइजी भयो है सो अब हाम्रो लिक्विडिटीहरू कहाँ लिनु छ एउटा यो लिक्विडिटी लिनु छ एउटा यो लिक्विडिटी लिनु छ टु गेट इन्टु दिस सेलिङ एरिया अब अहिले त हामी लन्डन सेसनमा छौँ राइट लन्डन सेसनमा के छ एसियन एसियन के भयो कन्सटलेसन के गरेर छ यहाँनिर एफइजी क्रिएट गरेर छ है एसियनले के गर्यो यहाँनिर एफइजी क्रिएट गर्यो राइट सो मेरो इन्ट्री चाहिँ यहाँनिर भएको छ है त मेरो इन्ट्री चाहिँ यहाँनिर भएको छ सो यो चाहिँ मेरो काउन्टर ट्रेन्ड हो सो काउन्टर ट्रेन्डमा चाहिँ हामी धेरै टार्गेट हाल्न सक्दैनौँ सो त्यही भएर चाहिँ डाइरेक्सन इम्पोर्टेन्ट हो डाइरेक्सन इम्पोर्टेन्ट हो भन्दैमा त्यहीँ जानुपर्छ भन्ने छैन सो मेरो टार्गेट चाहिँ यो एफइजी भन्दा अलिकति मुनिको यो लिक्विडिटी छ नि यो स्विङ हाई सो यो चाहिँ मेरो टार्गेट छ सो यो चाहिँ मेरो सिम्पल एनालाइसिस हो त्यस्तो धेरै म्यासिभ होइन एकदमै यो स्ट्रक्चर एन्ड मैले त्यस्तो केही गरेको छैन सिम्पल मैले आफ्नो डाइरेक्सन हेरेँ डाइरेक्सन हेरिसकेपछि चाहिँ यो मेरो काउन्टर ट्रेन्ड हो या मेरो चाहिँ डाइरेक्सनल ट्रेड हो त्यो दुइटा मैले फाइन्ड आउट गरेँ त्यसपछि सिम्पल मैले चाहिँ सेसनहरू प्ले गरेँ है त सो थ्याङ्क यू एभ्री वान अब के कस्तो हुन्छ त्यो चाहिँ म हजुरलाई देखाउनेवाला छु